त नमस्ते, म ताराचन्द्र योगी। आज मैले धेरै धेरै इम्पोर्टेन्ट कुराहरूमा इस्युहरूमा मुद्दाहरूमा छलफल गर्न चाहन्छु र यो शिक्षासँग सुरक्षासँग सम्बन्धित कुरा हुन्। मैले देख्छु कि बाटोमा हिँडिरहँदा केही मानिसहरू आफ्नो बालबच्चा लिएर बाइकमा जान्छन्, अगाडिको टङ्कीमा बच्चा बसालिदिन्छन् र आफू चाहिँ श्रीमान श्रीमती हुन् अथवा जो हुन् पछाडि बाइकमा हिँड्छन्। जब बाइक स्पिडमा हुन्छ, बच्चा निदाउन थाल्छ र बच्चाको आँखामा हावा पसिरहेको हुन्छ। केहीले त टोपीहरू अथवा चस्माहरू पनि लगाइदिएको हुन्छ, तर कतिले त त्यो पनि गर्दैन। अनि बच्चा चाहिँ स्पिड आफूले स्पिड हाकेको चाहिँ उहाँहरूले त्यति महसुस पनि गरिरहेको हुँदैनन्। त्यसले गर्दा बच्चाहरूलाई मैले देख्छु आँखामा हावा पस्छ, अनि निदाउँछन्, आँखाबाट आँसु झरिरहेको हुन्छ। यो चाहिँ अलि नराम्रो पक्ष हो। हामीले के बुझ्नुपर्छ भने बच्चा सानो हुन्छ, उसलाई पनि हामीले सुरक्षा चाहिन्छ। अनि उसलाई हामीले राम्ररी टोपी चस्मा अथवा सानो हेलमेट लगाइदिएर र कति उमेरको बच्चा हो त्यसले चाहिँ ह्यान्डल समात्न सक्छ कि नै, आफूलाई धान्न सक्छ कि नै, त्यो अवस्थामा मात्रै चाहिँ हामीले अगाडि बसालेर घुमाउनुपर्छ। सकेसम्म त अगाडि बसाल्नै भएन, 3 जना हुन्छन् बिचमा बसाल्दा पनि भयो। अनि त्यो चाहिँ एउटा धेरै इम्पोर्टेन्ट इस्यु मैले देखेँ। त्यहाँबाट मैले घटना घटेको लोटेको त मैले देख्न पाएको छैन, तर सम्भावना हुन्छ, मलाई लाग्छ कहीँ यस्तो घटना घटे पनि होला कि अगाडि बसेको बच्चा चाहिँ लोट्यो, चोट लाग्यो। र अर्को इम्पोर्टेन्ट कुरा पनि बच्चैसँग जोडिएको छ। म देख्छु जब अभिभावक आमाहरू खास गरी विद्यालयबाट बच्चालाई घर लैजान लाग्छन्, त्यसबेला आफू चाहिँ सडकतिर र आफू छेउतिर बच्चालाई सडकतिर चाहिँ समातेर डोलाइरहेको हुन्छ। यो पनि चाहिँ हानिकारक अथवा डरलाग्दो अवस्था हो। किनभने बच्चा चाहिँ सडकतिर हुन्छ, आफू चाहिँ कुनातिर हुन्छ, आफू चाहिँ सुरक्षित हुने, बच्चालाई चाहिँ खतरातिर राखिदिने। उताबाट गाडी आयो भने त पहिला त बच्चालाई छुन्छ। आमा अथवा अभिभावक जसले बच्चा लगिरहेछ ऊ त सुरक्षित हुने हो, तर बच्चालाई चोट लाग्ने। यस्ता घटनाहरू चाहिँ मैले सुनेको छु, थाहा पाएको छु। एकपल्ट यस्तै घटना घटेको थियो। एकजना हजुरमाले आफ्नो बच्चालाई विद्यालयबाट ल्याउँदै हुनुहुन्थ्यो, अनि बच्चा चाहिँ सडकतिर थियो, अनि हिँडिरहेको थियो, पछाडिबाट गाडीहरू आइरहेका थिए। अचानक बच्चाले खाली खोल केहीको, त्यो खाली खोल जस्तै चाउचाउको खाली खोल होला त बिस्कुट होला, त्यो देखेछ। उसलाई के लागेछ भने बिस्कुट खसेछ। उसलाई त्यो ज्ञान भएन नि त, म सडकमा छु, पछाडिबाट गाडी आइरहेछ। उसले हजुरमाको हात छोडाएर गएर त्यो बिस्कुट टिप्न चाहिँ दौड्यो। अब हजुरमाले त देखिन्, अनि हजुरमा चाहिँ त्यसलाई तान्नको लागि दौडेर गइन्। तपाईँ दुवैजना हजुरमा र बच्चा दुवै दुर्घटनामा परेर उहाँहरूको ज्यान गयो। अब यस्तो घटनाहरू कहिलेकाहीँ मात्रै घट्छ, तर बडा डरलाग्दा छन्, बडा लामो प्रभाव छोड्छन्, त जीवनसँग सम्बन्धित छ, होइन? त यस्तो घटनाहरूमा पनि मैले कतिलाई त सजग बनाएको छु, होइन, मुखले भनिदिन्छु, कतिले टेर्छन्, कसैले वास्ते गर्दैन। र मैले यो भिडियोबाट पनि मैले भने जसले पनि सुन्छ, चाहिँ त्यो विद्यार्थी होस् या कुनै अभिभावक होस् अथवा कुनै व्यक्ति होस्, त्यसले चाहिँ सम्बन्धित सबैलाई जानकारी गराउनुपर्छ। आफन्तलाई तपाईँले चाहिँ बच्चा स्कुल बजारमा डराउँदाखेरि कुनातिर राख्ने, आफू चाहिँ अलिक सडकतिर हुने, त्यसो गर्नुपर्छ भनेर डराउँदा बच्चालाई कुनातिर फुटपाथको छेउमा लैजाने, आफू सँगसँगै हुने, अनि कुरा नगर्ने, वरपर हेरेर हिँड्ने, कान खोल्ने, आवाजहरू, गाडीको आवाजहरू, म कुनामा छु त, उसका आँखा छैनन् र उसले ब्रेक लाउला नि भन्ने खालको सोच लिनु हुँदैन, होइन? घटना घट्यो भने त घटेको, त्यसपछि के गर्न सकिन्छ र? त्यही भएर एक कुरा त्यो। अर्को केही बच्चाहरू पनि म देख्छु, के बच्चाहरू विद्यालयका बच्चाहरू सडकभरि बाटो घेरेर गाडी साइकल चलाउँदै गफ गर्दै चल्दै हिँड्छन्। अब त्यसमा सबैको जिम्मेवारी हुन्छ, बच्चा आफै पनि सचेत हुनु पर्यो।
त्यसपछि अभिभावकले पनि आफ्नो घरबाट बच्चा स्कुल जाँदै, बाबु त स्कुल जाँदैछस्, पढ्न घरको लागि जाँदैछस्, अरू काम नगर्नु, बाटोमा राम्ररै हिँड्नु, नचल्नु, समयमा आइपुग्नु भनेर पनि आमाबाले पनि अभिभावकले पनि सम्झाउनु पर्यो। स्कुलले पनि सुरक्षा सम्बन्धी तालिमहरू, सुरक्षा सम्बन्धी जानकारीहरू, नोटिसहरू बेला बेलामा शुक्रबारे कार्यक्रममा यस्ता घटनाहरू चाहिँ बारेमा विद्यार्थीहरूलाई जानकारी गराइरहनुपर्छ। सडकको कुन छेउमा हिँड्ने, कुन साइडमा हिँड्ने, साइकल कसरी चलाउने बाटोमा, अनि बाटोमा किन खेल्ने अथवा किन नखेल्ने, यस्ता कुराहरू, यी प्रश्नहरू चाहिँ बच्चाहरूलाई गराइरहनुपर्छ। यानि कि विद्यालयले पनि आफ्नो जिम्मेवारी निभाउने, बाटोमा अरू ज्येष्ठ नागरिकले पनि यस्ता कुराहरूमा बच्चाहरूलाई हप्काउने, किन बाटोमा खेलिरहेछौँ, उता जाऊ भन्ने, र सबैले यसलाई सकारात्मक रूपले चाहिँ लिने भने मलाई लाग्छ बच्चाहरूको जुन दुर्घटनाहरू हुन्छन्, सडक दुर्घटनाहरूबाट पनि बच्छन्। बच्चाहरूलाई बेला बेलामा विद्यालयले अरू पनि कार्यक्रमहरू गर्नुपर्छ। जस्तै अब मौसम अनुसार परिवर्तन आउँछ होइन, बर्खा आयो अरे होइन, बर्खा लागेपछि त हिलो हुन्छ, पानी हुन्छ चारैतिर, गाडीहरू आफै चिप्लिन्छन्, विद्यार्थी पनि चिप्लेर युनिफर्म फहराउन सक्छन्, अरूले गाडीले छ्याप्न सक्छन्। त्यसै गरी विद्युत पोलमा विद्युत प्रभाव भएको हुनसक्छ। त त्यस्तो मौसम चेन्ज हुँदै गर्दा विद्यालयहरूले अथवा अरू सजग नागरिकले पनि यस्तो खालको जानकारी उनीहरूलाई दिनुपर्छ। बाबु अब बर्खा लाग्यो, अनि चप्पल राम्ररी लगाउनु, यसले छ्याप्ला, युनिफर्म फर गर्ला, र बाटोमा हिँड्दा ध्यान दिनु, पहिला जस्तो हुँदैन, गाडीले ब्रेक लगाए पनि चिप्लेर आइहाल्छ, ब्रेक राम्ररी लाग्दैन, साइकलले हानिदिन सक्छ। त्यसरी साँप किराहरू निस्किन्छन् पानीबाट जोगिनलाई, तिनले टोक्न सक्छन्, बाटोमा कुकुरहरूले टोक्न सक्छन्। त्यसै गरी चाहिँ तिम्रो युनिफर्म फोहोर हुनसक्छ, दौडेर आएका गाडीले छ्याप्न सक्छन्, र यस्ता कुराहरू बच्चाहरूले भनेपछि विद्यालयले यस्ता नोटिसहरू यस्तो बेला बेलामा जानकारी गरायो भने अनि केही सीमासम्म विद्यार्थी सचेत हुन्छन्। आमाले पनि गर्नु पर्यो। त्यसै गरी अब जाडोको मौसम आउँछ, फेरि त्यसमा पनि परिवर्तन हुन्छ। बच्चाहरूलाई स्कुलले पनि बेला बेलामा सिजन अनुसार पनि, अब जाडो आयो तपाईँहरूले मोटो आफ्नो बाक्लो कपडा लगाउनुपर्छ, भित्र चाहिँ न्यानो कपडा लगाउनुपर्छ, बाहिर युनिफर्म लगाउनुपर्छ, अनि घाम भयो भने घाम ताप्नुपर्छ, गहिरो रङको कपडा लगाउनुपर्छ, त्यसले चाँडै न्यानो तान्छ भित्र भन्ने यस्तै खालका। अनि हातका पन्जाहरू लगाउनुपर्छ, घाम लागेको बेलामा कपडा धोएर सुकाइहाल्नुपर्छ, सुक्दैन भनेर उनीहरूलाई त्यो जाडो सम्बन्धी पनि यस्तै कुरा। कुनै रोगहरू घटनाहरू, धेरै रोगहरू फैलिएको बेलामा, जस्तै झाडा पखाला, हैजा फैलिएको बेलामा विद्यालयले यस्ता कार्यक्रम, यस्तो कारणले यस्तो हुन्छ, अनि हामी यस्तै सजग हुनुपर्छ भनेर आफ्नो जिम्मेवारी बोध गरेर यस्ता कार्यक्रम पनि ल्याउनुपर्छ कि पढाउने सँगसँगै पनि। पढाउने त सधैँ छ, पाठ्यक्रम छँदैछ, त्यो बाहेक पनि जीवन सरोकार राख्ने वस्तुहरू, सम्बन्धित विषयहरू, सम्बन्धित घटनाहरू, मुद्दाहरूमा पनि उनलाई चाहिँ राख्नुपर्छ। विद्यार्थीलाई जानकारी, शिक्षण अथवा निर्देशनहरू दिइरहनुपर्छ, यस्तो मलाई लाग्छ है। यी कुराहरू मैले भने होइन, अरू पनि यस्तै थुप्रै घटनाहरू छन्, यी विषयमा पछि पनि कुरा गरौँला। आज चाहिँ मैले विशेष गरी 3टा कुराहरूमा जोड दिएँ होइन। एक चाहिँ तपाईँको अभिभावकले आफ्नो बच्चालाई डोराउँदा सडकमा, आफू सडकतिर बच्चालाई छेउतिर राखेर डराउँदा राम्रो हुन्छ जस्तो लाग्छ, बच्चा छुट्टै पनि कुनातिर जान्छ। दोस्रो कुरा, मौसम अनुसार विद्यार्थीलाई अथवा अभिभावकले आफ्नो छोराछोरीलाई गाइड गरिरहनुपर्छ। पानी परेछ, रेनकोट लिएर जाऊ, बिस्तारै हिँड्नु, चिप्लिन्छन्, गाडी मोटरले ब्रेक लगाउन सक्दैनन्, चिप्लेर आउँछन्, गाडी मोटरबाट टाढा बस्नु। त्यसरी अर्को कुरा मैले भने कि विद्यार्थीले छुट्टी भइसकेपछि बाटो घेरेर हिँड्छन्, साइकल सडकभरि हिँड्छन्, र गफ गर्दै हिँड्छन्, खेल्दै हिँड्छन्, चल्दै हिँड्छन्, बिजुलीका पोलहरूमा चाहिँ छुँदै हिँड्छन्, उभिएका गाडीहरूलाई हात लतार्दै हिँड्छन्, खुट्टाले भुइँमा इँटाहरू ठोक्दै हिँड्छन्। यस्ता कुराहरू चाहिँ गर्नु हुँदैन भनेर विद्यालयले, अभिभावक सबैले र ज्येष्ठ नागरिक र समाजले पनि एउटा आफ्नो जिम्मेवारी, नैतिक जिम्मेवारी बुझ्दै यस्तो कुराहरू गर्नु हुँदैन भनेर निर्देशनहरू दिइरहने, सम्झाइरहने भने मलाई लाग्छ केही घटनाहरूमा केही कमी आउँछ कि
हवस्, आज भिडियो कस्तो लाग्यो तपाईँलाई प्रतिक्रिया जनाउनुमा धन्यवाद।